हेलो एभ्रिवान, डेभ स्प्रेडिङ नलेजमा स्वागत छ। आजको टपिक रहेको छ कम्प्युटर अन गरिसकेपछि देखिने स्क्रिनलाई के भनिन्छ। अनि त्यो कम्प्युटरको होम स्क्रिनमा रहेका फाइल फोल्डर अथवा कुनै पनि सफ्टवेयर छ भनेपछि त्यो फाइल फोल्डर अथवा सफ्टवेयरहरूलाई के भनिन्छ। अनि त्यो कम्प्युटरको होम स्क्रिनको तल्लो भागमा होइन डे टाइम अनि त्यो इन्टरनेट अथवा भोल्युमको अप्सन अनि त्यो सफ्टवेयरहरू हुन्छ र स्टार्ट बटन पनि हुन्छ। त्यो पट्टिलाई के भनिन्छ त। अनि फाइल भनेको के हो, फोल्डर भनेको के हो, फाइल र फोल्डर बिच के फरक छ। अनि कम्प्युटरको होम स्क्रिनमा रहेको कुनै पनि होइन फाइल अथवा फोल्डर कुनै फोटो डकुमेन्ट छ भनेपछि तपाईँले रिनेम चेन्ज गर्दाखेरि त्यो बाई मिस्टेक होइन डिलिट हुन्छ भनेपछि त्यसलाई फर्काउन सकिन्छ कि सकिँदैन होइन। यदि फर्काउन सकिन्छ भनेपछि कसरी फर्काउने, त्यसलाई रिस्टोर कसरी गर्ने, अनि त्यसै गरी माउसको लेफ्ट क्लिक कसरी गर्ने, माउसको लेफ्ट सिङ्गल क्लिक र डबल क्लिक कसरी गर्ने, अनि माउसको राइट क्लिक भनेको के हो र राइट क्लिकले के काम गर्छ। अनि कर्सर अब अप डाउन त मैले पहिले नै भनिसकेको थिएँ होइन, त्यो पनि हेर्नुहोला। र माउसले कुनै पनि होइन कम्प्युटरको त्यो स्क्रिनमा रहेको फाइल फोल्डर एउटा बेसमा छ र एउटा टपमा छ, अब त्यसलाई कसरी सिलेक्ट गर्ने, माउस सिलेक्सन पनि यो भिडियोमा कभर गरिएको छ होइन। अन्तिमसम्म हेरेर साथ दिनु होला। ल आजको टपिक हामी सुरु गर्छौँ। कम्प्युटर अन गरेपछि देखिने स्क्रिन जुन छ नि, यो स्क्रिन तपाईँ देख्न सक्नुहुन्छ। यो इन्टरफेस खोलिएको छ। यो इन्टरफेसमा तपाईँले देख्न सक्नुहुन्छ यो फाइल फोल्डरहरू र यो डेस्कटप जुन छ नि, यो स्क्रिन जुन छ नि डिस्प्ले जुन गरिरहेको छ यो स्क्रिनलाई डेस्कटप भनिन्छ है, डेस्कटप पार्ट। अनि तपाईँले यो देख्न सक्नुहुन्छ यो फाइल फोल्डर अनि यो एप सफ्टवेयरहरू जुन पनि छ नि, डिस्पी सिरिज, रिसाइकल बिन, कन्ट्रोल प्यानल, नेटवर्क, अल्ट्रा भ्युर, वर्ड प्याड अनि माइक्रोसफ्ट एक्सेल, पावर पोइन्ट, टेली लगायत सबै जति पनि छ नि यो फाइल फोल्डरहरू, यिनीहरूलाई आइकन भनिन्छ है, डेस्कटप आइकन भनिन्छ। अनि त्यसै गरी तपाईँले तलपट्टि देख्न सक्नुहुन्छ यो जुन छ नि कालो पट्टी, कालो प्यानल, यसलाई चाहिँ टास्क बार भनिन्छ है, टास्क बार भनिन्छ। यो टास्क बारलाई 3 पार्टमा बाँडिएको छ, लेफ्ट साइड, मिडल साइड र अनि यो राइट साइड है। अब लेफ्ट साइडदेखि म सुरु गर्छु है। लेफ्ट साइडमा तपाईँले देख्न सक्नुहुन्छ स्टार्ट बटन, लेफ्ट साइडमा स्टार्ट बटन र सर्च बार तपाईँले देख्न सक्नुहुन्छ। स्टार्ट बटनले के काम गर्छ भनेपछि स्टार्ट बटनमा क्लिक गरेपछि स्टार्ट मेन्यु ओपन हुन्छ। स्टार्ट मेन्युमा तपाईँले यो प्रोग्रामहरू देख्न सक्नुहुन्छ। कुनै पनि प्रोग्राम ओपन गर्नलाई यो स्टार्ट मेन्युमा आएर तपाईँले ओपन गर्न सक्नुहुन्छ है। जस्तै माइक्रोसफ्ट अफिसमा मैले क्लिक गरेर माइक्रोसफ्टको कुनै पनि मलाई एक्सेल अथवा एमएस वर्ड अथवा पावर पोइन्ट कुनै पनि छ मलाई ओपन गर्नु छ भनेपछि 1 क्लिकमै ओपन हुन्छ है। यो 1 क्लिक मैले एमएस वर्डमा 1 क्लिक गर्छु है, यसरी ओपन गर्न सकिन्छ हामीले। यो ओपन भयो है, मैले क्लोज गरिदिन्छु। म तपाईँलाई इक्जाम्पल भनिरहेको थिएँ स्टार्ट मेनुमा कसरी काम गर्ने त भनेर। तपाईँले यो बुझ्नुभयो होइन। अब जस्तै तपाईँले माइक्रोसफ्ट अफिसको अब तपाईँले एक्सेल खोल्नु छ, एक्सेल, माइक्रोसफ्ट पावर पोइन्ट, एमएस वर्ड अनि तपाईँले देख्न सक्नु माइक्रोसफ्ट एक्सेललाई 1 क्लिकमा ओपन हुन्छ है। यो 1 क्लिकमा यसरी ओपन हुन्छ। एक्सेल देख्न सक्नुहुन्छ तपाईँ, ओपन भइहाल्यो। कट गरिदिएँ है मैले। अनि यही स्टार्ट मेनुमा तपाईँले देख्न सक्नुहुन्छ पावर बटन, सेटिङ, पिक्चर, डकुमेन्ट, एडमिन, यो सबै तपाईँले यहाँदेखि काम गर्न सक्नु। अब सिस्टमले सटडाउन गर्नु छ भनेपछि पावर बटनमा क्लिक गरेर अनि यहाँ सटडाउन, रिस्टार्ट सबै यहाँ अप्सन छ, तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले जे गर्न मन लाग्छ त्यही गर्नु होला। अनि सेटिङमा गएर कुनै पनि सेटिङ गर्न सक्नुहुन्छ। अब जस्तै पासवर्ड चेन्ज गर्ने, सिस्टममा यताउति, प्रिन्टरहरू सबै छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ। म कट गरिदिन्छु है। अनि त्यसै गरी यो सर्च बार छ है, यसलाई सर्च बार भनिन्छ। यहाँ तपाईँले सर्च गर्न सक्नुहुन्छ। तपाईँले अब माइक्रोसफ्ट वर्ड तपाईँले ओपन गर्नु छ भनेपछि एमएस वर्ड तपाईँले टाइप गरिदिनु भयो। मैले वर्ड टाइप गरिदिएँ है, एमएस वर्ड तपाईँले यहाँ देख्न सक्नुहुन्छ। एमएस वर्ड ओपन भइसक्यो। एमएस भनेको माइक्रोसफ्ट अफिस है, एमएस अफिस, एमएस माइक्रोसफ्ट, ठिक छ नि। एमएस वर्ड मैले यहाँ ओपन गर्नलाई 1 क्लिक गर्नुपर्छ है। 1 क्लिकमा यसरी ओपन हुन्छ। सर्च बारमा तपाईँ कुनै पनि डकुमेन्ट तपाईँले पहिला नै सेभ गर्नुभएको छ भनेपछि डकुमेन्ट पनि ओपन गर्दा हुन्छ। जस्तै म आफ्नो फोल्डरहरू गर्छु है, 2024 भनेर मैले फोल्डर 24-25 डाटा है,
यसरी ओपन गर्न सकिन्छ। त्यसै गरी तपाईँले अरू केही ओपन गर्नु छ, तपाईँको फाइल फोल्डर अथवा फोटोहरू जे पनि छ सबै जुन तपाईँले फोल्डर अथवा एपहरू छन् तपाईँको सिस्टममा एभाइलेबल छ त्यो तपाईँले सबै सर्च गरेर यहाँदेखि ओपन गर्न सक्नुहुन्छ। जस्तै मलाई नोटप्याड ओपन गर्नु छ, नोटप्याड मैले सर्च गरेँ, नोटप्याड आइहाल्यो। यसमा 1 क्लिक गरेपछि यसरी ओपन हुन्छ है। ल म कट गरिदिन्छु। त्यसै गरी अब लेफ्ट साइड भइहाल्यो। त्यसै गरी यो तपाईँको मिडल साइड छ है, मिडल यो बिचको भागमा के छ भनेपछि यो ओपन एप सो हुने ठाउँ है, तपाईँको करेन्ट ओपन एप स्टेटस भन्छ है, करेन्ट एपको स्टेटस भन्छ। जस्तै यहाँ तपाईँ देख्न सक्नुहुन्छ, म जुम गरेर देखाइदिन्छु है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो यसरी यो जुन छ नि तपाईँको अन्डरलाइन देखिएको छ है, यो क्रोमको तल अन्डरलाइन, यो ओबिएसको तल अन्डरलाइन र यो म्याग्निफायरको तल पनि अन्डरलाइन छ। यो अन्डरलाइनको अर्थ के हो भनेपछि यो ओपन छ है। यो तपाईँ देख्न सक्नुहुन्छ स्निपिङ टुलमा छैन अन्डरलाइन तल, यो यसको मतलब हो कि यो ओपन छैन। बुझ्नुभयो नि? म अब तपाईँलाई डिटेलमा बुझाउँछु। यो ओपन एपको स्टेटस बताउँछ है, करेन्ट एपको स्टेटस भन्छ। जस्तै म तपाईँको एक्सेल ओपन गर्छु है, एमएस एक्सेल मैले ओपन गरेँ, यसलाई म कट गर्दैन मिनिमाइज गरिदिन्छु है। मिनिमाइज गरेपछि तपाईँले देख्न सक्नुहुन्छ एक्सेल, माइक्रोसफ्ट एक्सेल यहाँ देखाएको छ। म यसलाई कट गरिदिन्छु, कट गरिदिएँ, यहाँदेखि हटिहाल्यो है। हो यस्तै हो, तपाईँले यहाँ होइन ओपन एपको करेन्ट स्टेटस देखाउँछ है, एपको करेन्ट स्टेटस देखाउँछ। करेन्टमा तपाईँको के भइरहेछ एपको स्टेटस यहाँ बताउँछ। मैले माइक्रोसफ्ट पावर पोइन्ट अन गरेँ, यो ओपन गरिसकेपछि होइन यसलाई मैले क्लोज नगरेर मिनिमाइज गरिदिएँ है। मिनिमाइज, यसलाई मिनिमाइज भनिन्छ। म जुम गरेर देखाइदिन्छु। यसलाई मिनिमाइज भनिन्छ, यसलाई रिस्टोर भनिन्छ र यसलाई क्लोज गर्नलाई यो यसमा क्लिक गर्ने मिनिमाइज गरिदिन्छु है। म मिनिमाइज गरेपछि तपाईँले देख्न सक्नुहुन्छ पावर पोइन्ट ओपन छ है, अहिले यो क्लोज भएको छैन। क्लोज गर्नलाई यहाँदेखि पनि क्लोज गर्न सकिन्छ र यहाँ तपाईँले यो सफ्टवेयरमा गएर यहाँदेखि क्लोज गर्न सक्नुहुन्छ। माथि टपमा राइट साइडमा यो क्लोज बटन छ कटवाला, यहाँ गएर क्लिक गर्ने, क्लोज भइहाल्यो। त्यसै गरी तपाईँले राइट साइडमा देख्नु सक्नुहुन्छ यहाँदेखि यो टाइम डेट र मेसेज बक्ससम्म तपाईँको यो नोटिफिकेसन एरिया है। नोटिफिकेसन एरिया भनिन्छ यसलाई। जस्तै तपाईँको किबोर्ड अनि तपाईँको यो न्युजहरू देखाएको छ, अनि हिडन आइकन्सहरू, इन्टरनेट, माइक र त्यसै गरी भोल्युम अप्सन छ, डेट टाइम र यो मेसेज बक्स, यो नोटिफिकेसन मेसेज है। यसमा के आएको रहेछ म तपाईँलाई देखाउँछु। टर्न अन विन्डो ब्याकअप, ब्याकअपको लागि नोटिफिकेसन, यस्तो नोटिफिकेसन आइरहेको छ यसमा। त्यही भएर यसलाई नोटिफिकेसन एरिया भनिन्छ। जस्तै म पेन ड्राइभ लगाउँछु, म पेन ड्राइभ लगाउँछु, पेन ड्राइभको नोटिफिकेसन यहाँ सो गर्छ। मैले पेन ड्राइभ लगाइदिएँ, तपाईँ देख्न सक्नुहुन्छ यहाँ नोटिफिकेसन आउँछ युएसबी ड्राइभ डी भनेर यसरी मेसेज आउँछ यसको नोटिफिकेसन। मैले पेन ड्राइभ हटाइदिएँ, डिस्कनेक्ट गरिदिएँ। तपाईँले यति त बुझ्नुभयो होला होइन। अनि त्यसपछि फाइल र फोल्डर, फाइल फोल्डर बिच के फरक छ, फाइल भनेको के हो, फोल्डर भनेको के हो भनेर म तपाईँलाई एक्सप्लेन गरिदिन्छु है। यो देख्न सक्नुहुन्छ यो फोल्डर हो, यो फोल्डर हो, यो पनि फोल्डर हो, यो पनि फोल्डर हो होइन, सबै फोल्डर हो। फोल्डर भनेको के हो त म तपाईँलाई भन्छु। फोल्डर भनेको फाइलहरू राख्ने एउटा डब्बा हो। मोबाइलमा जस्तै फोटो भिडियो राख्ने एल्बम हुन्छ, त्यस्तै कम्प्युटरमा पनि फोल्डर हुन्छ। फाइलहरू व्यवस्थित तरिकाले राख्ने, छुट्टा छुट्टै अलग अलग राख्ने र सजिलै खोज्न मिल्न बनाउँछ फोल्डरले। जस्तै इक्जाम्पल है, म फोल्डर क्रिएट गर्छु। फोल्डर क्रिएट कसरी गर्ने त, यहाँ डेस्कटपमा राइट क्लिक गर्ने, माउसको राइट क्लिक गर्ने, अनि त्यसपछि न्यूमा जाने, त्यसपछि फोल्डर अथवा सर्टकट जे पनि गर्नु छ तपाईँ। अहिले मलाई होइन चाहिएको के हो, फोल्डर बनाउनु छ मलाई। फोल्डर बनाएँ, फोल्डर अब तपाईँले फोल्डर नेम दिनुपर्छ। यहाँ फोल्डर नेममा के राख्नु, के चिजको डाटा हो त यो। म नेपालको डाटा राखिदिन्छु है, नेपाल अल डाटा भनेर मैले फोल्डर बनाएँ। नेपालको सबै डाटा म यसमा राख्छु है। अब नेपालको अल डाटा मैले यसमा राखेँ। अब नेपालमा के डाटा छ त, नेपालमा म राखिदिन्छु
अब नेपालको डिस्ट्रिक्ट जिल्लाहरू डिस्ट्रिक्ट्स है, मैले जिल्ला जम्मै यसमा मैले राखिदिन्छु। जिल्लाको फोल्डर एक अलगै छ भनेपछि, जस्तै यो मेरो यो नेपालमा कतिवटा जिल्ला छन्, 77 जिल्ला, सबै जिल्लाहरू यो फोल्डर मेरो यो फाइलमा छ है। यो मेरो PDF हो, यसमा मेरो सबै 77 जिल्लाको PDF हो। मलाई यो कपी गरेर यसरी यसलाई कपी गर्ने, यसलाई उठाएर यसमा राख्नलाई यसमा सिलेक्ट गर्ने, राइट क्लिक गर्ने, अनि त्यसपछि यो कपीको अप्सन छ, यसमा कपीमा क्लिक गर्ने, अनि यसमा डबल क्लिक गरेर फोल्डर ओपन गर्ने, अनि डिस्ट्रिक्टमा गएर यसरी डबल क्लिक गर्ने, अनि त्यसपछि राइट क्लिक गरेर पेस्ट गर्ने। कपी पेस्ट पनि म डिटेलमा सम्झाउने छु, अहिले तपाईँले भनेको मात्रै। यसरी हामीले यदि यसलाई कट गर्नु छ, यसलाई यहाँ डेस्कटपबाट हटाएर सिधै फोल्डरमै राख्नु छ भनेपछि यसलाई राइट क्लिक गर्ने, अनि कपीको माथि देख्न सक्नुहुन्छ कट, यसलाई कट गरेर अनि सिधै यहाँ नेपाल अल डाटामा डिस्ट्रिक्ट्समा गएर यहाँ राइट क्लिक गरेर पेस्ट गर्न सकिन्छ। अलरेडी छ हाम्रो भनेपछि होइन, रिप्लेस द फाइल इन द डेस्टिनेसन भनेको छ। अब जुन तपाईँको फाइल पहिलेदेखि छ त्यसै फाइलमा यो रिप्लेस हुन्छ है। जुन डाटा तपाईँको छ र केही रिभाइज गर्नुभएको छ भनेपछि त्यो रिप्लेस भइहाल्छ, सेम डाटा आउँछ। मैले रिप्लेस गरिदिएँ, डेस्कटपबाट आइसक्यो यहाँ, अब डेस्कटपमा छैन, अब यहाँ रिप्लेस भइसक्यो। म तपाईँलाई कट गरेर देखाउँछु, यहाँ छैन है, त्यो अल डाटामा गइसक्यो। नेपालको अब तपाईँले अब केही फोटोज राख्न सक्नुहुन्छ। अर्को फोल्डर बनाएँ मैले त्यसैभित्र है, अर्को फाइल बनाउँछु म। फोटोज राखेँ अब नेपाल, त्यो नेपाल फोटोजमा गएर यो साइकलको फोटो देख्न सक्नुहुन्छ तपाईँ। यो साइकलको फोटोलाई म यहाँ डेस्कटपबाट हटाएर भित्र फोल्डरमा राख्छु है। कट गरेँ, अनि त्यसपछि यो तपाईँले देख्न सक्नुहुन्छ नेपाल फोटोजमा गएर मैले यो राइट क्लिक गरेर पेस्ट गरिदिएँ। यसरी पेस्ट गरेँ अनि कट गरिदिएँ। यो फोल्डरको बारेमा त तपाईँले बुझिहाल्नुभयो। अब फाइल भनेको के हो त? फाइल भनेको कम्प्युटरभित्र वास्तविक सामग्री हो, जस्तै फोटो, भिडियो, डकुमेन्ट, सङ, PDF। सरल शब्दमा भन्नुपर्दा होइन, फाइल भनेको सामग्री हो र फोल्डर सामग्री राख्ने ठाउँ। अब तपाईँले देख्न सक्नुहुन्छ, अब मैले यो फोटो राखेँ, यो फोटो जुन छ नि यो सामग्री हो, अनि यो फोल्डर जुन छ नि, जुन फोल्डरमा मैले राखेको छु यो सामग्री राख्ने ठाउँ हो। यो फोटो तपाईँले देख्नुभयो, यसमा यो PDF छ, यो पनि होइन, यो फाइल नै हो। फाइल भनेको पनि बुझ्नुभयो तपाईँले। फाइल भनेको फोटो, भिडियो, डकुमेन्ट र सङ जस्तै PDF होइन, यी सबै फाइलहरू हुन्। र फोल्डर भनेको यो सबै फाइल राख्ने ठाउँ हो, फोल्डर है। फोल्डर र फाइल बिच के फरक छ तपाईँले बुझिहाल्नुभयो। अनि माउसको सिलेक्सन कसरी गर्ने त? माउसको सिलेक्सन गर्न धेरैजनाले गल्ती गर्नुहुन्छ, म भनिदिन्छु है कसरी गर्ने। माउस होइन, अब म भन्छु तपाईँलाई, यो आइकनहरू छ, आइकनहरू देख्न सक्नुहुन्छ। अब तपाईँले होइन यहाँदेखि यहाँ कुनासम्म तपाईँलाई आइकन चाहियो होइन, यसरी सिलेक्ट गर्नु छ। माउसको लेफ्ट क्लिक दबाइराख्ने, अनि यसरी तानेर लैजाने, यसरी तानेर अब तपाईँलाई कहाँसम्म चाहियो। अब तपाईँलाई यहाँ अरू पनि फोल्डर हुनसक्छ, यहाँदेखि यहाँसम्म पनि चाहिन सक्छ, यहाँदेखि यहाँ पनि चाहिन सक्छ, यहाँ पनि चाहिन सक्छ। अनि यति गरेर अब तपाईँले कपी गर्ने हुन्छ, कपी गर्नुपर्ने हुन्छ। यसरी कपी गर्दा राइट क्लिक गरेर कपी गर्न सकिन्छ है। यो फाइल फोल्डरहरू तपाईँ कपी गरेर भित्र फोल्डरमा लैजानलाई होइन, त्यो कपी गर्नुभयो तपाईँले भित्र, अथवा कसैलाई मेल गर्नु छ त्यही अनुसार है। म के गर्छु भनेपछि होइन, म यो फाइललाई यसरी सिलेक्ट गर्छु, यो दुईवटा मात्रै चाहियो मलाई, यो दुईवटा मात्रै चाहियो होइन, साइडमा छ। अहिले अर्को पनि भन्छु कपी गर्ने तरिका है, सिलेक्ट कसरी गर्ने भनेर। यो साइडको कर्नरको मलाई दुईवटा फाइल चाहियो। मैले यो कपी गरेँ, कपी राइट क्लिक गरेर सिलेक्ट गरिसकेँ, अनि त्यसपछि राइट क्लिक गरेर कपी गरेँ। कपी गरिसकेपछि होइन नेपाल डाटामा म राख्न चाहन्छु। म यो फोल्डरभित्र राख्ने अथवा बाहिर पनि राख्न सक्छु है। यो बाहिरै राखिदिन्छु म यसलाई। ल पेस्ट गरिदिएँ मैले, मैले कट गरिदिएँ। अब के भयो भनेपछि होइन, यहाँ कपी मात्रै भएको, यहाँदेखि कपी गरेर मैले यहाँभित्र पेस्ट गरिदिएँ है। त्यो सिलेक्ट कसरी गर्ने त? अब म अर्को तरिका सिकाउँछु सिलेक्ट गर्ने है। तपाईँको अब यो साइडको नभएर बिचको अनि साइडको चाहिन सक्छ है। म एउटा यसलाई बिचमा राखिदिन्छु, अनि त्यसपछि कपी गर्छु। तपाईँलाई यो र यो चाहिएको छ, यी दुईवटालाई सिलेक्ट गर्नलाई अब कसरी सिलेक्ट गर्ने त? अब माउसको लेफ्ट बटन क्लिक गरेर यसरी यहाँदेखि यसरी लैजाँदा त सबै सिलेक्ट हुन्छ। यो दुईवटा मात्रै सिलेक्ट गर्नलाई कसरी सिलेक्ट गर्ने त? अब कसरी सिलेक्ट गर्ने भनेर म भन्छु है। यो तपाईँको यो जुन छ नि पहिलो आइकन र दोस्रो आइकन, तपाईँको जति पनि आइकन छ यसरी सिलेक्ट गर्नु।
किबोर्डमा कन्ट्रोल प्रेस गरेर राख्नुहोस्, दबाएर राख्नुहोस् अनि माउसको लेफ्ट क्लिक गर्नुहोस्। एउटा यो सिलेक्ट भयो, मैले क्लिक गरेँ। अनि अर्को कुन चाहिँ चाहिएको तपाईँले? मलाई यो चाहिएको छ। यो यसमा लेफ्ट क्लिक गरौँ है। त्यो किबोर्डदेखि कन्ट्रोल बटन नछोड्नु होला अनि यसमा लेफ्ट क्लिक, यो दुइटै सिलेक्ट भयो। अब दुइटै अब भइसकेपछि राइट क्लिक गर्ने कपी गर्नलाई अथवा कट गर्नलाई, कट गर्नलाई पनि भइहाल्छ। अनि कपी, मलाई कपी गर्नु छ। यहाँ गएर कपी भइसक्यो अनि नेपाल डाटामा गएर यहाँभित्र गएर होइन म यहाँ पेस्ट गरिदिन्छु है। यहाँ देख्न सक्नुहुन्छ तपाईँ आइसक्यो। यसरी यो सिलेक्ट गरिन्छ है। अनि त्यसपछि माउसको लेफ्ट क्लिक कसरी हुन्छ भन्ने कुरा होइन म तपाईँले भन्छु। माउसको लेफ्ट क्लिक, अब तपाईँले कुनै पनि होइन डेस्कटपमा कुनै पनि आइकनमा अब वान क्लिक गर्नुहुन्छ भनेपछि आइकन जुन पनि फाइल फोल्डर छ कुनै पनि है, त्यसमा वान क्लिक गर्नुहुन्छ भनेपछि त्यो सिलेक्ट हुन्छ। र डबल क्लिक गर्नुहुन्छ भनेपछि लेफ्टमा है, लेफ्ट माउसको लेफ्ट बटन डबल क्लिक गर्नुहुन्छ भनेपछि त्यो सफ्टवेयर फाइल फोल्डर जे पनि छ ओपन हुन्छ है। मैले वान क्लिक गरेँ, हेर्नुहोस् है, यो सिलेक्ट भयो। यसलाई वान क्लिक गरेर सिलेक्ट भयो र डबल क्लिक गर्छु र ओपन हुन्छ। हेर्नुहोस् यसरी ओपन हुन्छ। वान क्लिक पनि बुझिहाल्नुभयो तपाईँले, डबल क्लिक पनि बुझिहाल्नुभयो। अब राइट क्लिक है, राइट क्लिक थाहा हुँदैन सबैलाई कसरी कति बेला गरिन्छ। राइट क्लिक भनेको होइन अप्सन हेर्नलाई हुन्छ क्या। यो जस्तै म तपाईँले देखाउँछु माइक्रोसफ्ट एक्सेलको अप्सन हेर्नलाई। अब एक्सेलमा होइन राइट क्लिक गरेँ मैले। अब यसमा के छ त, अब कट गर्ने, डिलिट गर्ने, रिनेम गर्ने भन्छु। ओपन फाइल लोकेसन भनेको छ होइन, यो कुन फाइलमा छ यसको लोकेसन अब ओपन हुन्छ है। ल म यसमा ओके गर्छु। अब कहाँ छ त, यो फोल्डरमा छ है। यो फोल्डरमा अब यो नामले छ यो फाइल। यसै गरी होइन तपाईँले म राइट क्लिक गरेर यो ट्रबल सुट भनेर भनेको छ। अनि पिन टु टास्क बार भनेर भनेको छ। यहाँ टास्क बारमा यो कसरी पिन गर्ने होइन, रेस्टोर प्रिभियस भर्जन्स भनेर भनेको छ। सेन्ड टु मेल अथवा ब्लुटुथ, अब जहाँ पनि तपाईँले सेन्ड गर्नु छ। अनि कट देखाएको छ कपी गर्नलाई होइन, क्रिएट सर्टकट होइन, जम्मै सर्टकटमै छन् अहिले। डिलिट गर्नु छ भनेपछि तपाईँले राइट क्लिक गर्न मिल्छ। अनि रिनेम, अब माइक्रोसफ्ट एक्सेलको अब नाम चेन्ज गर्न छ भने नाम चेन्ज गर्न। अनि प्रोपर्टी हेर्न यसको बारेमा होइन डिटेलमा बुझ्नलाई। अब तपाईँलाई म राइट क्लिकको अब अझै अलिकति डिटेलमा सम्झाइदिन्छु। राइट क्लिक है, अब यो छ, यो मेरो फोल्डर है, यो सरी पिडिएफ हो। यो पिडिएफको मलाई नाम चेन्ज गर्न छ। अब मैले यसमा राइट क्लिक गरेँ। अब रिनेममा छ, रिनेममा म राखिदिन्छु होइन, देव स्प्रेडिङ नोलेज। यसरी चेन्ज हुन्छ है। नै मलाई यसलाई राख्नु छैन, यसलाई मलाई डिलिट गर्नु छ भनेपछि राइट क्लिक गर्ने, यसैमाथि होइन डिलिट गरिदिने। यसरी डिलिट भइहाल्यो। बुझ्नुभयो? राइट क्लिक पनि तपाईँले बुझ्नुभयो। ड्रप ड्र्याग कसरी हुन्छ भनेपछि होइन, ड्र्याग एन्ड ड्रप कसरी भनेपछि ड्र्याग भनेको यसरी तान्नु होइन, कहाँसम्म लैजाने र छोड्ने। अब त्यो तपाईँले होइन सिलेक्सन नआउन सक्छ होइन, कहाँदेखि कहाँसम्म सिलेक्ट। अब तपाईँलाई म भनिदिन्छु, तपाईँले अब होइन यहाँसम्म तपाईँले देख्न सक्नुहुन्छ। यहाँ एक्सेल छ नि, एक्सेल, यो एक्सेल छ होइन, यहाँदेखि यहाँसम्मको डाटा चाहियो तपाईँले। यहाँदेखि यहाँसम्मको डाटाको लागि तपाईँ यहाँ क्लिक गर्नुहुन्छ, यहीँ छोडिदिनुहुन्छ भनेपछि होइन, अब त्यो तपाईँको सिलेक्सन भएन। अब तपाईँले पुरै सिलेक्ट गर्नुपर्ने हुन्छ, यहाँदेखि यहाँसम्म यसरी सिलेक्ट गर्नुपर्ने हुन्छ। ल तपाईँले यो पनि बुझ्नुभयो। अनि आइकन डिलिट हुन्छ कहिलेकाहीँ, मैले डिलिट गरिदिइहालेँ। ल बाई मिस्टेक है, मैले यसलाई डिलिट गरिदिइहालेँ। यो तपाईँको होइन जान अनजानमा होइन, यो म भनिदिन्छु, कुनै पनि आइकन डिलिट गयो भनेपछि होइन, अब कतिपय होइन स्टुडेन्टहरू अथवा कुनै पनि होइन अफिसमा काम गर्ने अथवा भर्खरै सिक्न लाग्नुभएको होइन विद्यार्थीहरूले होइन डराउनुहुन्छ, अचानक डिलिट भइहाल्छ रिनेम। अब यसमा है म राइट क्लिक गर्छु अनि यो रिनेम गर्दा बाई मिस्टेक डिलिट भइहाल्छ। डिलिट भइहालेपछि के गर्ने त, डिलिट भइसकेको आइकन कहाँ जान्छ होइन, कसरी हामी त्यसलाई रिस्टोर गर्न सक्छौँ भन्ने कुरा म भन्छु है तपाईँलाई। डिलिट भइहाल्यो त्यसरी डराउनु पर्दैन होइन। डिलिट भएको आइकनलाई होइन यो रिसाइकल बिनमा गएर तपाईँ रिस्टोर गर्न सक्नुहुन्छ, त्यो फर्काउन सकिन्छ। म तपाईँलाई देखाउँछु। अहिले भर्खरैको त्यो जुन थियो नि त्यो पिडिएफ र मैले त्यो एउटा लेजर कटिङको एक्सेल फाइल थियो, त्यो फाइललाई डिलिट गरिदिएँ। अब बाई मिस्टेक भइहाल्यो, अब कसरी अब त्यहीँ ल्याउने त, अब फर्काउने कसरी फर्काउने त, त्यो डाटा त मेरो धेरै डाटा थियो त्यसमा, डिलिट भइहाल्यो बाई मिस्टेक। अब कसरी फर्काउने त, रिसाइकल बिनमा जानु होला, यसमा डबल क्लिक गरेर तपाईँको जति पनि डिलिट भएको छ होइन फाइल फोल्डरहरू यहाँ देखाउँछ।
एकछिन है, मेरोमा अलि स्लो चलिरहेको छ, देखाउँदैछ। लोड भइरहेको छ। तपाईँको जति पनि फाइल फोल्डरहरू होइन, कहिलेकाहीँ बाई मिस्टेक पनि डिलिट भएको हुनसक्छ। कुनै अब तपाईँले डिलिट गर्नुभएको हुनसक्छ होइन, त्यो डिलिट भएको होइन 30 दिनसम्म यसमा भ्यालिड रहन्छ। 30 दिनपछि तपाईँले होइन यसलाई फिर्ता गर्न पाउनुहुन्न। 30 दिनमा पर्मानेन्ट डिलिट भइहाल्छ यो। 30 दिन पहिला तपाईँले होइन यसलाई रिस्टोर गर्न सक्नुहुन्छ। जस्तै अब यो दुईवटा मैले गरेको छु। अब दुईटै सिलेक्ट गर्नलाई किबोर्डमा कन्ट्रोल बटन र माउसको लेफ्ट बटनले एक क्लिक अनि यसमा पनि एक क्लिक गरेर म सिलेक्ट गर्न सक्छु। र सिलेक्ट गर्ने तरिका अर्को पनि छ, म भन्दैछु। माउसको लेफ्ट बटन होइन प्रेस गरेर यसरी तानेर है दुईटै सिलेक्ट भइहाल्छ। मैले दुईटै सिलेक्ट गर्ने तरिका भनिदिएँ। अनि त्यसपछि मैले यसलाई रिस्टोर गर्छु है। रिस्टोर गरेपछि हाम्रो डेस्कटपमा आइहाल्छ। डेस्कटपमा थियो भनेपछि डेस्कटपमा आउँछ, फाइल फोल्डरमा भयो फाइल फोल्डरमा। यसरी रिस्टोर हुन्छ। म तपाईँलाई देखाउँछु। तपाईँ देख्न सक्नुहुन्छ यो देव स्प्रिङ नलेज र डिफ्रिजको आइहाल्यो फाइल फोल्डर। यसरी हुन्छ। तपाईँहरूले त सिक्नुभयो, तपाईँले आज सिक्नुभयो डेस्कटप भनेको के हो, डेस्कटप आइकनहरू, टास्क बार र सर्च कसरी गर्ने, राइट क्लिक, लेफ्ट क्लिक अनि ड्रप ड्र्याग, त्यसै गरी डिलिट भएको आइकन कसरी गर्ने, ओपन कसरी गर्ने होइन, रिनेम कसरी गर्ने भन्ने सबै सिक्नुभयो। र तपाईँलाई भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।